नमस्कार, म योग गुरु रवि वैद्य। आज म यहाँहरुमा एउटा प्राणायामको जानकारी दिन उपस्थित भएको छु। त्यो प्राणायामको नाम हो सम्बोधि प्राणायाम। यो सम्बोधि प्राणायाम नाकले सास तान्ने, मुखले सास छोडेर गरिने प्राणायाम हो। यो प्राणायाम जुनसुकै उमेरको व्यक्तिले पनि गर्न सकिने प्राणायाम हो। शरीरमा जुनसुकै समस्या हुँदा पनि यो प्राणायाम गर्न सकिन्छ। यो प्राणायामले मानिसको अनुहार चहकिलो पार्छ, स्मरण शक्ति बढाउँछ, शरीरभित्र अत्यधिक मात्रामा अक्सिजन डिपोजिट गराउँछ। जुन व्यक्तिको शरीरमा प्रचुर मात्रामा अक्सिजन डिपोजिट भएको हुन्छ त्यस व्यक्तिमा इम्युनिटी पावर बढेको हुन्छ। जुन व्यक्तिमा हाई इम्युनिटी पावर हुन्छ त्यस व्यक्तिमा रोग लाग्ने सम्भावना कम हुन्छ अथवा न्यून हुन्छ। आउनुस् म यो सम्बोधि प्राणायाम गर्ने विधि बताउँदैछु। यो प्राणायाम गर्ने बेलामा पलेटी कसेर पद्मासनमा बसेर गर्न सकिन्छ। जुन व्यक्ति पद्मासनमा बस्न सकिन्न, पलेटी कसेर बस्न सकिन्न, उहाँले मेचमा बसेर पनि गर्न सकिन्छ। यो प्राणायामको विधि म भन्दैछु। ढाड सिधा राख्नुहोला, मेचमा बस्नुस् या पद्मासनमा बस्नुस्। ढाड सिधा राख्नुस्, आँखा बन्द गर्नुहोला, मुख बन्द गर्नुहोला। बिस्तारै नाकले सास तान्ने, मुखले छोड्ने। पुनः एकचोटि दोहोऱ्याउन चाहन्छु। नाकले सास तान्ने, मुखले सास छोड्ने। सास तान्ने बेलामा कुनै बल प्रयोग नगर्नुहोला। त्यस्तै सास छोड्ने बेलामा पनि कुनै बल प्रयोग नगर्नुहोला। नेचुरली जति सास आउँछ सास तान्ने, नेचुरली जति सास जान्छ मुखले आगो सल्काउँदा फू गरेसरी फू गरेर सास छोड्ने। यो प्राणायाम कमसे कम 5 मिनट गर्नु बेस हुन्छ। सकिन्छ भने बिहान 5 मिनट, दिउँसो 5 मिनट, साँझ 5 मिनट गर्नु धेरै राम्रो हुन्छ। यो प्राणायामले बढी मात्रामा अक्सिजन डिपोजिट गराई इम्युनिटी पावर बढाउने भएको हुँदा यो प्राणायाम कममा 5 मिनट यहाँले गर्नुस्। यहाँको परिवारलाई पनि गराउन प्रोत्साहित गराउनुहोला। हस्, धन्यवाद, नमस्कार।